भन्सारको सुरक्षामा रहेका डीएसपी पुरुषोत्तम भण्डारीको बदमाशी। स्थानीयहरू सानोतिनो घरायसी सामानहरू ल्याउँदा विभिन्न चेक जाँचको बहानामा दुःख दिने। हामीहरू इन्डियाबाट केही सामान ल्याउँदाखेरि हैन, एउटा चामलको बोरा ल्याउँदाखेरि वार्डको सचिवको साइन चाहियो। अनि त्यसपछि इन्डियाबाट सामान ल्याउनु पाउँछ एउटा चामलको बोराको लागि हैन। चामलको, तेलको, दालको अथवा कुनै चिजको सामान इन्डियाबाट ल्याउनको लागि वार्डबाट अनि सचिवको साइन चाहियो अनि एउटा पत्र चाहियो, सिफारिस, अनि मात्र सामान ल्याउनु पर्छ। अनि उहाँले अहिले हेर्नु त कति 3-4वटा गाडी छ हैन, वीरगञ्जको भन्सारबाट 3-4-5वटा गाडी भनौँ न, 4-5वटा गाडी छ जति। अनि गाडीमा बसेको जति छ नि सबै मुस्लिमहरू छन् हैन। मुस्लिमहरू कहाँबाट आयो त? इन्डियाबाट आयो। इन्डियाबाट के गर्न आयो? नेपालमा व्यापारी गर्नको लागि आयो, व्यापार गर्नको लागि, बिजनेस व्यापार गर्नको लागि। के को बिजनेस? खेतीबारी अथवा के भन्छ तरबुजको व्यापारी। एकजनाले भनेको छ कि तरबुजको व्यापारी गर्नको लागि आएको। त्यो इन्डियामा पाउँदैन तरबुजको व्यापारी गर्न? तपाईँलाई यो नेपाली देश दिएको छ? जब एउटा चामलको बोरा ल्याउनको लागि सचिवको साइन चाहिन्छ, सिफारिस चाहिन्छ, त्यसपछि मात्र एक बोरा चामल ल्याउनु पाउँछ। तर त्यस्तो पाउँदैन। अब अहिले 4-5वटा गाडी भरेर के त्यसमा के छ सामान, अथवा मतलब इलिगल सामान छ कि लिगल सामान छ हैन। त्यसमा लिगल सामान छ कि इलिगल सामान छ। भोलिपल्ट के हुन सक्छ? अथवा बम विस्फोट पनि हुन सक्छ हैन। त्यस्तो कुराहरूमा ध्यान दिँदैन। तर एक बोरा चामलमा ल्याएपछि वार्ड सचिवको सिफारिस चाहिन्छ। तपाईँ पनि आवाज उठाउनु के हैन। आज वीरगञ्जमा आयो, भोलिपल्ट जनकपुरमा आउँछ, त्यसपछि बिस्तारै बजार कुनै लगाइदिन्छ। बजार लगाएपछि त्यहाँ आफ्नो बिजनेस व्यापार सुरु गरिदिन्छ। त्यसमा पछि त्यति बेलासम्म कुनै केही नभन्ने, चुप लागेर बस्ने, हेर्ने, बस भएको। याद गर्नु के जब हामीहरू घरमा कसैको बिहे हुँदाखेरि इन्डियाबाट जब सामान ल्याउनको लागि जान्छौँ त के भन्छ? सिफारिस चाहियो, आफ्नो वार्डको सिफारिस चाहियो। अनि उसको सिफारिस पास गरेको कहाँबाट आयो है? त्यसको सोधपुछ केही छैन हैन। ल धन्यवाद। मैले आफ्नो मनको कुरा चाहिँ भनिदिएको, गलत बोलेकोमा हैन। गलत मैले बोलेकै छैन। सोशल मिडियामा मैले हेरेको थिएँ, मैले तपाईँहरूसँग सेयर गरेको। मैले चाहिँ गलत केही बोलेको छैन। अब कुछ नहीं कहता थी, बस ये छोटा सा वीडियो बने इसलिए अच्छा लागल तो आओ सब आवाज़ उठाओ है ना। काल के दिन के लागी आए नहीं बजबे तो क्या बजबे। ल सबको के धन्यवाद। अगर वीडियो अच्छा लगे तो लाइक एंड कमेंट एंड सब्सक्राइब कर देवे है ना। और ब्लॉग सब मिलते रहते, नया ब्लॉग से मिलते रहते यूट्यूब पर। अच्छा तो कोई वीडियो फुल वीडियो देखे जाए तो यूट्यूब पर चल जाओ, फुल वीडियो देखो है ना। और हमारे चैनल के संजीव सोनी ब्लॉग्स चैनल के सब्सक्राइब कर देवे। वीडियो अच्छा लगे तो शेयर विथ योर फ्रेंड्स एंड लाइक एंड कमेंट्स कर देवे। ठीक है तो आए अभी तक लगी रखे छी।